हेलो साथीहरू, आज चाहिँ हामी बफ मासुको अचार बनाउन लागिरहेछौँ। अनि तिल सिल भुटेर राख्यौँ। अनि यो चाहिँ तेल खार्दैछौँ यहाँ बफ अचार बनाउनको लागि। अनि हामीले चाहिँ 6 केजी मासु रेडी गरेका छौँ। 6 केजी मासुको अचार बनाउन लागिरहेछौँ। बनाउने चाहिँ उहाँ नै हो, हाम्रो आशिका समाल मगर हुनुहुन्छ। उहाँलाई एकदमै सधैँभरि उहाँले नै बनाउनुहुन्छ अनि एकदमै मिठो पनि हुन्छ। अनि आज चाहिँ अलिक धेरै बनाउन लाग्यो, किनभने बाहिर पनि पठाउन छ। सदा चाहिँ 2-3 केजी अब घरमा खानको लागि बनाउने हो। अनि त्यही भएर आज चाहिँ हामीले भट्टी चुलोमै बनाउन अलिकति छिटो हुन्छ भनेर भट्टी चुलोमै बनाउन लाग्दैछौँ। अनि यसलाई चाहिँ मजाले फ्राई गर्ने, ब्राउन बनाउने। अनि त्यसपछि चाहिँ फेरि मसलाहरू सबै मल्ने। अनि त्यसपछि अचार एकदमै मिठो हुन्छ। बाहिर यति धेरै घाम लागेको छ, अब यो मासु पकाउँदै अचार बनाउँदै पाक्ने भयो। हामी चाहिँ धरानमा कार्तिक गइसकेको छ, आधी भइसकेको छ। त्यही पनि जाडो चाहिँ कहिलेबाट लाग्छ हो पनि यो धरानमा, यति नै गर्मी छ। अब खानाहरू पनि कस्तो गर्मीले गर्दा फेरि राम्रै रुचेको छैन। मलाई चाहिँ रुचेको छ, आशिकाले चाहिँ अलिक रुचेको छैन। अनि यो अचार अलिअलि गर्दै, अचारसँग त अलिक चट्ट पिरो बनाउनुपर्छ, अनि चट्ट रुच्छ भनेर पनि हामीले चाहिँ बनाएको अचार। अनि बाहिर पनि पठाउनु छ अलिअलि। अनि हाम्रो मम्मी पनि यसो यहाँ अलिकति सघाउन पालो दिनलाई यहाँ बस्दै हुनुहुन्छ। अनि एकदमै गर्मी छ क्या, बसिसक्नु छैन, घाम लागेर। फेरि बाहिर बनाएको नि त हामीले, अनि कोसीमा बनाएको, त्यही भएर एकदमै गर्मी छ साथीहरू। अनि अघि चाहिँ बुहारीको गर्मीले गर्दाखेरि, पसिनाले गर्दा लुत्रुकै कपडा भिजेर उसले कपडा पनि चेन्ज गरेर आइसक्यो। अनि अहिले कस्तो मजाले मासु यस्तो मजाले फ्राई भयो कि कस्तो रातो देखाएको छ कि, कलर सलर केही पनि हालेको छैन, त्यही पनि रातो भएको छ। कस्तो मजाले यो के भन्छ, मिठो खानुलाई मेहनत पनि गर्नु पर्यो साथीहरू, के गर्नु। अब उता अचार बनाउँदै अब यता अर्को काम पनि भ्याउन लाग्यो। हामीले चाहिँ कोदो गाउँबाट ल्याएको थियो, सुकाएको थियो। अनि फल्दैछौँ, त्यो मजाले नफलेको भएर यहाँ घाममा सुकाएर चाहिँ यो गरेको क्या, ढेँडो खानको लागि, त्यो पिठो गर्नको लागि। अनि यता अचार पनि अब त रेडी भइसक्यो, हामीले सबै गरेर अचार फाइनली यस्तो भयो। अचारमा चाहिँ हामीले सबै मरमसलाहरू मलिसक्यौँ, मल्दैछ यहाँ हाम्रो आशिकाले। अनि यस्तो मिठो बने जस्तो लागेको छ। पिरो चाहिँ हामीले त्यो अकबरे सुकेको लगाएको, सायद धेरै पिरो पनि भयो होला। अनि यस्तो यम्मी देखाएको छ कि, यस्तो यम्मी देखाएको छ। अनि अब यो सेलाइ पनि सक्यो नि त, अनि अघि नै गरिसक्यो। अब हामी बड्डामा लाउँछौँ। अनि कसलाई कता पठाउने, कसको भागमा कति बड्डामा लगाउने। अनि त्यसपछि भाग लगाउने हो। घरमा त अलिकति पनि रहँदैन होला। छोरीहरूको लागि हो यो चाहिँ खासमा बनाउनु भएको। फाइनल्ली 6 केजी मासुको अचार चाहिँ यति भयो। यो ठुलो बड्डाको चाहिँ 2 केजीको भयो। अनि यो तलको दुईवटा बट्टाको 1-1 केजीको हो। अनि माथिको चाहिँ हाफ केजीको, अनि अर्को चाहिँ हाफ भन्दा पनि हाफ। अनि यो यहाँ चाहिँ 1 केजीको हामीलाई 1900 पर्न आउँछ बजारमा। अनि हाफ केजीको 950। अनि ठुलो बट्टाको त लगभग 4000 जति पर्न आउँछ, अलिक कम हुन्छ। अनि यसरी बजारमा किन्यो भने त धेरै नै पर्छ, घरमा बनायो भने त कमसेकम अलिक थोरै खर्च पनि हुन्छ, अलिकति मिठो पनि हुन्छ नि त, भनेअनुसार भनेर हामीले चाहिँ बनाएको हो।